बोर्डिङ सोर्डिङ गरेर हामी चाहिँ निस्केको तिमीले त्यो लाएर आएछ नफुगालेको यो खाजा खानु भेट्नुपर्छ पुगेर हिँड्दा झन्डै पुगेर हिँड्दै साथीले यो सनिल दादागिरी हे हे अहिले चाहिँ हामी ठ्याक्कै भेडा फार्ममा आइपुग्यो साथी भेडै छैन भेडा यहाँ छ त बाघ अरे भेडा खाना हो क्या वेलकम ब्याक टु द भिडियो फेरि पनि स्वागत छ तपाईँलाई नयाँ भिडियोमा आज चाहिँ ट्याक्कै छोटो मिठो शनिबारको दिन राइड हाल्नु जानु लाग्यो केटाहरू के हो अहिले उता हाइवेमा चाहिँ मैले क्यामेरा अन गरेन किन भन्थ्यो हाइवे है पुरै प्याक थियो आज ढाइडाँडो ढुडो त्यही भएर प्याक भएर मैले क्यामेरा अन गरेन यतै आएर क्यामेरा अन गरेँ अहिले चाहिँ ठ्याक्क चन्द्रगिरी भन्दा थोरै तल छु हामी चाहिँ आजको राइड चाहिँ मार्गसम्म छ ट्याक्क लाएर जानुपर्छ सर र तिनजना दाजुभाइ तिनवटा बाइकमा है आनन्दले जाँदैछु यो बाटो पनि पहिला चाहिँ पुल अफरोड थियो अहिले चाहिँ ट्याक्क पिच भइसकेको छ थाहा नै थिएन न धेरै भइसकेको छ यता नि है ल केटाहरू अब बिस्तारै जाउँ आनन्दले अगाडि सुन्दर लामा त्योभन्दा अगाडि आगो ब्लक साथी है चिन्द्रा होला उसलाई त सब प्रायःले ल अब सर जाउँ हामी केटाहरू शनिबार कति काठमाडौँ सिटी मात्र बस्नु कहिले कहिले त यस्तो रिप्लेस हुन जाउँ न भनेर चाहिँ निस्केको आज तिनजना मात्र छ केटाहरू खै सबजना बाहिर निस्क्यो कि के हो कोही पनि छैन रहेछ आज हामी तिनजना मात्र निस्क्यो लेट्स गो बाटो पिच भयो भने त कहाँबाट पिच हुनु अलिकति एक टुनो मात्र रहेछ नि पिच त यहाँ हल्का मात्र पिच रहेछ त्यहाँबाट त यस्तै अफरोड रहेछ ल केटाहरू डट बाइक भाँच्छ अगाडि रन्किँदैछ म चाहिँ यस्तै त हो नि बिस्तारै आनन्द जाँदैछु अब डट बाइक भएन ल ट्याक्क काठमाडौँ अगाडि ल अहिले चाहिँ यस्तै छ ए ल अब यस्तो अप्ठ्यारो बाटो छ है अब माथि पुगेर क्यामेरा अन गर्छु अब चाहिँ म केटाहरू अगाडि पुगिसक्यो पनि जाउँ न अब होइन अड्किएर ल अघि चाहिँ हामी ट्याक्क लगाएर माथि उभिएको थियौँ भने अघि चाहिँ तल झर्दैछौँ तल आयो अब चित्तकाई पुल लाग्यो केटाहरू चाहिँ पछाडि पछाडि आउँदैछ बिस्तारै बाइक क्वालिटी चाहिँ यस्तै छ है यसो कम्प्रोमाइज गरौँ त्यसको लागि चाहिँ म चाहिँ सर अगाडि आयो अफरोडमा भएर आएको केटाहरू डट बाइक चलाउँछ त्यो पनि फेरि बिस्तारै आउँछ के हो अब केटाहरू पछाडि छ म चाहिँ अगाडि आउँदैछु जाउँ अब बिस्तारै चित्ताङ पुगेरै भेटौँ आइपुग्नुलाई चित्ताङ चाहिँ यही हो अब लगभग झरिसक्यो भनौँ न हामी ल ट्याक्क चिल्लाको आइपुग्यो फाइनल्ली केटाहरू सर र आनन्द जाउँ यता आउने बित्तिकै मलाई भाइमै छुट्टै लाग्छ फेरि है भाइ चाहिँ घरहरू पनि दामी दामी लाग्छ रोडहरू पनि सर र आनन्दले बाइकले पनि धुवा फाल्दा छ के भयो इन्जिन जानु लाग्यो कि भाइ के भयो भाइ पनि छुट्टै थियो आएपछि फेरि सर गाउँदै भाइ लामा यस्तै छ ल फाइनल्ली पुलिखानी ड्याम आइपुग्यो है अब यहीँ तल छ माथि एउटा कप छिटौँ भनेको त्यहाँ अब एकछिन यहाँ तल गएर जाउँ पहिला के भन्छ अरे ल केटा फाइनल्ली आइपुग्यो पुलिखानी दाइ र साथी चाहिँ अगाडि छ यस्तो छ ल तल गएर बोर्डिङ हाल्नुपर्छ हामी बोर्डिङ कस्तो एन्टी लाइट पऱ्यो हौ तर यार भन्यो घामले यताबाट ठ्याक्क आइरहेको छ त्यही भएर तल गएर बोर्डिङ हाल्नु भेट्नुपर्छ अब बोर्ड आयो अब चाहिँ हामी बोर्ड गर्नु लाग्यो त यहाँ छ कलमा यस्तो छ साथी तल छ बोर्डिङ गर्नु लाग्यो ल अब चाहिँ हामी ट्याक्क बोर्डमा बोर्डतिर चल्नु ल साथी हेलमेट लाएर होइन सेफ्टी फर्स्ट होइन साथी अब चाहिँ बोर्डिङ गर्नु लाग्यो ल
बल भइरहेछ ल मजा आइरहेछ रकेट हो नि फेरि रकेट ल बवाल मजा आइरहेछ हेर्दै ल कस्तो यस्तो आएको साथी यता यता ल बवाल भइरहेछ है बवाल केटा हो यस्तो छ ल ए यस्तरी पो खिच्नु पर्ने रहेछ नि त म त अहिले उठ्न मिल्दैन भनेर हो होइन नत्र उठेर हान्थेँ होइन बवाल बवाल फोटो हुँदैछ यहाँ ल क्या दामी देख्यो यार पछाडि त ल हो ल क्या दामी देख्यो यार ल यस्तो छ है भ्यू केटा हो हाम्रो यहाँ बवाल 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 ल बोर्डिङ सोर्डिङ गरेर हामी चाहिँ निस्केको तिमीले त्यो लाएर आएछ नफुगालेको यो हामी चाहिँ फर्किनु ल अब माथि गएर खाजा खान्छु ल यस्तै छ ल खाजा खानु भेट्नुपर्छ हामी पुगेर हिँड्दा झन्डै पुगेर हिँड्दै साथीले ल ट्यागको खाजा खाँदै ल अब चाहिँ भ्यू हेर्दै यस्तै छ भ्यू हामी निस्किनु लाग्यो दाइ र साथीहरू रेडी भइसक्यो ल अहिले चाहिँ हामी ठ्याक्कै भेडा फार्ममा आइपुग्यो दाइले चाहिँ हामी माथि जाने भनेको नजाने रे यहाँ कसरी चढ्नु दाइ ल यस्तो छ भेडा फार्म चाहिँ दाइ सबभन्दा अल्छी चाहिँ दाइ नै हो फेरि हिँड्न नमान्ने होइन साथी भेडै छैन भेडा पनि छैन भेडा यहाँ छ त बाघ अरे भेडा खाना हो क्या यस्तै छ ल आजको लागि नि यति हुन्छ होला होइन साथी अब डाइरेक्ट हामी घर जान्छु राति भइसक्यो ल सी यु अन द नेक्स्ट भिडियो है त ल नेक्स्ट भिडियो भन्दा बवाल आउँछ ल